ल जुन खानेकुरा मनपर्छ त्यसलाई फर्स्ट सेकेन्ड थर्डमा राख्ने जुन अलिअलि मनपर्छ अलि मन पर्दैन त्यसलाई तल राख्ने ओके बुझ्यौ ल तिमीलाई पानीपुरी कति नम्बर राख्ने सानो म थाहा मेरो टप्लामा पोखिन्छ पानीपुरी खाँदा पोखिन्छ कति नम्बर राख्ने त तर तिमी भन 5 मा तिमी भन म 4 मा भने त 5 मा गयो त्यही भएर मम्माले क्लिक गरिदिन्छु तिमी भन है नेपाली दाल भात तरकारी कति नम्बरमा राख्ने 6 किन मन पर्दैन र ओ हैन 6 मन पर्दैन दालमा मन पर्दैन दुधुमा मन पर्छ अनि मोमो मोमो मिठो छ नभन न किन्दै आफै भन्छ मेबडी हो र मोमो के मोमो मोमो सबै मोमो कति नम्बरमा राख्ने मन पर्छ कि पर्दैन तिमी अलि छिटो गर न 4 मा मकै दुधु मलाई दुधु मटर चाहिँ हामी कति नम्बरमा राख्ने 1 मै ओ दुधु मन पर्छ अरे अनि नेवारी खाजा सेट चिउरा हुन्छ मासु हुन्छ भट्टा हुन्छ एमा अनि कति नम्बरमा राख्छु त्यो यो मन पर्छ कि पर्दैन मलाई 7 अनि लाफिङ क्या त अन्डा छ अन्डा नचलाउ न लाफिङ भनेको चाहिँ के अरे यो नुडल्स पनि हुन्छ यो हामीले तिमीले खाइछैनौ के अहिलेसम्म ल भन न त्यस्तै स्पाइसी हुन्छ हजुरलाई आयो यो त ल केही हुन्न के जता आए पनि ल मलाई छिटो गर ढिलो भयो 8 मा खिर नि कुनीमा कुनीमा 2 प्लिज छोड न यिनले आफै गर्छिन् यिनले 1 मै राख्थिन होला कुनीमामलाई तर 1 मा मकै राखिन न अनि थुक्पालाई थुक्पा चाउमिनकै झोलवाला मैले बनाउँछु नि कहिले कहिले झाडुमा त्यो कतिमा चाउमिन 3 मनपर्छ अनि अब के आयो सेलरोटी अचार यो सारो अचार के हुन्छ मलाई अनि सेलरोटी नि अनि यो थाक्लो सेलरोटी अनि जति छिटो गर न कुरा मात्रै धेरै गर्यो 9 ल अनि अब यो के हो यो हक्का बट्टा 10 ओके ढिलो यो राख्ने ठाउँै छैन ढिलो राख्न हुन्थ्यो ओके पख न स्टप गरौँ अब माई टर्न ओके अब ठुलो टर्न वाचिङ नेक्स्ट पार्ट